हेलो साथीहरू, सेवा अनि नमस्ते। अनि म चाहिँ आइसकेँ फेरि पनि न्यू डे अनि न्यू ब्लग लिएर। अनि तर आज मैले चाहिँ हेल्दी फुड चाहिँ छैन, जङ्क फुड छ होइन। मैले चाहिँ भनेको थिएँ हेल्दी फुड खान्छु भनेर। तर आज चाहिँ मैले कामबाट थाकेर आएँ क्या, लास्टै थाक्यो क्या आज चाहिँ। अनि काममा पनि कस्तो मलाई निन्द्रा लागेर झुक 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 भएर है, मलाई खाना पकाउनै मन लागेन। अनि मैले चाहिँ यो हतार हतार रामेन बनाएँ। अनि रामेनमा चाहिँ छ मसँग ससेज सकिया रहेछ। अनि लेमन बेगर चाहिँ म फेरि कहीँ पनि बस्न सक्दिनँ होला सायद। लेमन चाहिँ लास्टै चाहिन्छ क्या मलाई। अनि गाजर अनि साग अनि अन्डा अनि रामेन छ मसँग। अनि साथमा हुनुहुन्छ पानी पानी त चाहिहाल्यो होइन। अनि ल अब चाहिँ फटाफट खाम है त, के बकबक गर्नु। तर मलाई कस्तो अप्ठ्यारो भयो टेबलमा त मलाई। अब यस्तो के यो चौचौकरले बनाएँ यार। किन बनाऊ, ढिलो छिटो भयो। चाउचाउ अल्छी लाग्यो, चाउचाउ। भात पकाउनु जाँगर चलेन, चाउचाउ। राति निन्द्राबाट बिउजी, चाउचाउ। जसै गर चाउचाउ। आधी जिन्दगी चाहिँ चाउचाउमै अडेको छ होला, मेरो मात्रै होइन तपाईँहरूको पनि होला। अनि यो खानुहुन्न भन्ने थाहा हुँदाहुँदै पनि फेरि मुखले पनि त्यही माइके यो टेस्ट किन यस्तो बनायो भन्दै आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्न चाहिँ साथीहरू बाई बाई। नेक्स्ट भिडियो लिएर आउनेछु। सी यू सून।